कमेडी दरबारमा स्क्रिप्ट राइटरको रूपमा आउनुभयो होइन अह। नेपालमा कमेडी सोको स्क्रिप्ट लेख्ने अहिलेसम्म थाहा भएको 2 जना हो छुट्टै स्क्रिप्ट लेख्ने अहिलेसम्म आएको अरू पनि हुनुहुन्छ होला होइन तर पर्फर्मरहरू चाहिँ लेखिरहनु भएको छ तपाईँ सुरुमा स्क्रिप्ट राइटर हुनुहुन्थ्यो हजुर अब अहिले पर्फर्मरको रूपमा पनि आउनु भएको छ हजुर यो कमेडी दरबारको माग हो अथवा विकास अर्यालको चाहिँ माग हो के हो यो चाहिँ मेरो माग भन्दा नि म बिक्की दाइ र श्रद्धा दिदीसँग पहिले आमाको समय हुन्छ भन्ने सोबाटै राइटिङ गर्थेँ Okay. होइन 2टा सिजन गरे हो मैले चाहिँ अनि श्रद्धा दिदी र बिक्की दाइले चाहिँ जेस अब अर्को समय चाहिँ तिमी अगाडि स्क्रिनमा पनि आऊ होइन पर्फर्म पनि गर अब यत्रो गरिसक्यौ तिमीले हामीसँग काम टाइपको भन्नुहुन्थ्यो अनि त्यही भएर मैले एपिसोड 1 देखि नै पर्फर्मर छु Okay. अब सुरुमा राम्रो भएन होला र मान्छेलाई थाहा भएन होला जेस एपिसोड 1 बाट नै त्यसरी अहिले चाहिँ राम्रो भएको छ त्यही भएर अनि जेस अलिकति प्रगति त हुँदै गइरहन्छ दुईटा स्ट्रङ के त तपाईँको स्क्रिप्टमा तपाईँ स्ट्रङ सोच लाग्छ अथवा एज अ पर्फर्मर तपाईँ स्ट्रङ सोच लाग्छ त्यो ठ्याक्कै अब म कुनमा स्ट्रङ छु त अब मैले त होइन र पनि तपाईँ आफूलाई फिल हुन्छ नि त आफ्नो जस्तो मलाई प्रोग्राम कस्तो भयो भन्ने कुरो प्रोग्राम हस् त नमस्ते भनेर बिदा माग्ने बित्तिकै मेरो प्रोग्राम यतिसम्म भयो भन्ने कुरो मलाई फिल हुन्छ तपाईँहरूले पर्फर्म गरिसकेपछि मेरो त्यो चाहिँ अब 15 दिनको ग्यापमा मैले पर्फर्मेन्स त 2टा मात्रै गर्छु नि त होइन भनेको 15 दिनमा एउटा सुटिङमा 2टा हुन्छ 2टा एक्ट गर्ने भएको भएर चाहिँ मलाई चाहिँ स्क्रिप्ट त फेरि 10 वटामै हात हुन्छ अनि त्यही भएर चाहिँ म स्क्रिप्ट राइटर चाहिँ अझै बढी मजा लाग्छ अनि त्यो चाहिँ म स्क्रिप्ट राइटर चाहिँ दामी नै अहिले कमेडी दरबारमा 2 जना स्क्रिप्ट राइटरले स्क्रिप्टमा धानिरहेछ सरोज भण्डारी र तपाईँ अनि अरू कमेडियनहरू पनि हुनुहुन्छ कमेडियनहरूले चाहिँ आफ्नो सपोर्ट गर्ने तर स्पेसली तपाईँहरू चाहिँ एज अ स्क्रिप्ट राइटरै स्क्रिप्टकै लागि चाहिँ एक्सपर्ट हो है तपाईँहरू त्यो एपोइन्ट हो है भन्ने कुरो तपाईँहरू 2 जना म र सरोज दाइ नै हौ त चाहिँ कतिको सफल भइन्छ जस्तो लाग्छ एज अ स्क्रिप्ट राइटर चाहिँ तपाईँहरू जस अहिले कमेडी दरबार भनेर जुन लेभलमा पुगिरहेछ जस हाम्रो पनि छ त्यसमा त्यो एउटा टिमवर्कको हुन चाहिँ होइन तर स्क्रिप्ट राइटरको पनि महत्त्वपूर्ण भूमिका छ है भन्ने चाहिँ हामी 2 जना चाहिँ यो कमेडी दरबारको सफलतामा स्क्रिप्ट राइटर सरोज र विकासको कति पर्सेन्ट चाहिँ हामी 2 जनाको योगदान छ ठ्याक्कै हिसाबै गर्न त म सक्दिनँ दाइ होइन र पनि एभरेज यतिसम्म चाहिँ हामीले गरिदिएको छौँ भन्ने हुन्छ मतलब यस्तो भन्छु कि म चाहिँ यसमा चाहिँ अघि नि के भन्छ भने म चाहिँ यो टिमवर्क हो टिम अब दामी भइदियो अब यही टिम हो भने अब हाम्रो होला 50-50 टाइपको होला अरूसँग बाँड्दाखेरि होइन तर अब यही टिम भइदिएन भने हामी 0 पनि हुन सकिन्छ क्या टिमवर्क भएको भएर चाहिँ अब हामी यो टिमको लागि चाहिँ हामी एकदमै इम्पोर्टेन्ट चाहिँ छौँ जस्तो चाहिँ लाग्छ त्यही नै